प्रेम सम्बन्ध पनि खुलाइदिनुस् किनकि तपाईको बारेमा धेरैले हेर्न चाहन्छन् यो ननकार्नुस् है। सुन्नुस् है एउटा कुरा त्यो चाहिँ त्यो काट्नुस् मैले भन्दैछु है त्यो होइन हुनुहुन्छ भन्ने कतिको सत्य हो होइन भन्नुस् न होइन त्यो भागेको कुरा नभएको कुरा किन बोल्ने सँगै जिउला नि जोबन देउला नि हो जोबन देउला नि के हो ह्यान्डसम भएर आउनु भएको छ क्युट देखिया आज तपाईलाई त गरे के फिल्म हेर्दै हो यस्तो हो अब फिल्म हेर्न पनि म पढाइ गर्थे तर इङ्ग्लिस फिल्महरू हेर्थेँ कि नि त बढी निलो फिल्म निलो होइन इङ्ग्लिस फिल्म जाँदा मेरो नाति चाहिँ राम्रो हुन्छ यसले देश खान्छ भन्नुहुन्थ्यो कि नभन्दै भएको भइहाल्यो देश खान्छ यसले देश खाइसकेपछि उसले अँ Yeah, what do you do for living? लिभिङ Yeah. लिभिङ बेड भनेपछि तिमीलाई पाउनलाई राम्रै तपस्या गर्नुपर्ने रहेछ होइन धेरै गाह्रो छ मलाई पाउनलाई त्यो भाग्यमानीले मात्र पाउँछ चुपाले पाउँदैन तर त्यो पायो भने त्यो मान्छे सधैँभरि खुसी भएर बस्छ लाइफमा कहिले दुःख पाउन्न के मसँग पायो भने त्यो लाइफमा रुन्न के अनेस्टी भन्दाखेरि होइन अलिक खोलौँ अमेरिका अस्ट्रेलिया युकेको लागि मात्रै ताकेको खास चाहिँ आफू जान कि केटी चाहिँ बाहिरको भएको केटी अनि मैले पिआरवाला खोजेको मैले होल्ड राखेको अहिलेसम्मलाई मतलब तिमीलाई बाहिरको पिआर भएको केटी चाहियो तिमीलाई बाहिर बस्ने हो तिमी अब बस्ने भन्दा पनि मेरो लाइफ सेटल चाहिँ त्यही गर्ने प्लानमा हो त्यही भएर हो तिमीले गर्लफ्रेन्ड नबनाएको बोल्न त धेरै सानो बोलेको छु नि त बनाम भने त भोलि नै यसो हुन्छ नि त मेरो अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ BMW गाडी चाहिँ सोच्दैछु रातैभरि निन्द्रा छैन भन्छु नि तिमी आँखा जिम्ने ल ओके ल रातैभरि निन्द्रा छैन आफूले डिल गर्न नसक्ने भएर मेरो म चाहिँ ह्यान्डलिङ गर्न नसक्ने भएर अलिकति खसेको कि जस्तो लाग्छ मलाई डिप्रेसन अनि मेरो कोही सपोर्टिङ कोही ह्यान्डलिङ गरिदिने कोही मान्छे भइदियो भने यदि हुन्थ्यो भने राम्रै पलमा आउँथ्यो कि जस्तो लाग्थ्यो मलाई के रे अरूले सिटामल खान्छन् टाउको दुख्दाखेरि बिमारी हुँदाखेरि हामीले चाहिँ हलमा देखाउन गइरहेको छौँ सिटामल पहिला खानुहुन्थ्यो अब चाहिँ तपाईँहरूलाई चाहिँ सिनेमामा देखाउँछ इतना चुभने लगा हूँ सबको मैले चाहिँ खासै लोकदेरी त्यति हेर्थेन पनि अरुण दाइसँग चोकेपछि बल्ल लोकदेरीको अलिअलि चाहिँ आउन लागेको तर अलिअलि सुन्न थालेको पहिला के हेर्नुहुन्थ्यो तपाईँले मैले इङ्ग्लिस गानाहरू हिन्दी गानाहरू इङ्ग्लिस हेर्ने तपाईँले त्यो चाहिँ त्यतातिर ध्यान थियो मेरो खै एउटा इङ्ग्लिस आउनुहोस् त कस्तो रहेछ म चाहिँ कलाकार हो र विशेष गरी म मुभीहरू खेल्छु सुरुमा त तिमीले मलाई चिन्ने थिएनौ होइन चिन्थ्यो कि दादा म राइटरबाटै चिनेको थियो राइटरबाटै चिनेको थियो राइटर मैले कुन गीत लेखेर कुन कविताहरू लेखेर राइटर हुनलाई प्रेम त अब गर्छु अब टार्गेट मैले अस्ति भर्दै स्टाटस हालेको थिएँ फेसबुकमा ल अब कसैले मलाई पर्पज गरेर मलाई अब एक्सेप्ट गर्नेवाला छु भनेर हालेको थिएँ पिआर वाला भएन भने पिआर नभएको पनि अमेरिका वाला अस्ट्रेलिया वाला युके वाला चाहियो नि त दोस्रो अप्सन त त्यो चाहियो नि त्यो पनि अप्सन भएन भने अब जानेवाला छ नि हो त्यसलाई टार्गेट तिमीलाई के छ कमाएर घर सर बनाऊ गाडी साडी किनौ भन्ने छ कि छैन कमाएर मैले यहाँ त होइन अमेरिका अस्ट्रेलिया युकेतिर घर र गाडी चाहिँ BMW गाडी चाहिँ सोच्दैछु
भुमरी के अरे सुन कुकीले भनेछ केटीहरूले आई लभ यु म मन पराउँछु भनेछ कति छन् हो है धेरै छन् तर उहाँहरूलाई मैले सम्झाएर पठाउँछु गर्लफ्रेन्ड मेरो अहिलेसम्म बनाउन सकेन किन बनाउन सकेन भन्नु न किन म कसैलाई पनि डाइरेक्ट आई लभ यु भन्न सक्दैन कि टाइम कतिवटा प्रपोज आयो तपाईँलाई केटीहरूको मेरो त लड्की नानी 30 देखि 35 भित्र छ के तपाईको मन राम्रो अनि म आफै राम्रो धेरै राम्रो लाग्छ कि हजुरलाई त्यही भन्नु न त ल मलाई नि तपाईँ धेरै राम्रो लाग्छ लभ यु मैले हैन भक्कै युट्युब च्यानल खोलेको छु हैन युट्युब च्यानल खोलेको छु हैन हो दुईजनालाई भन्दिनु पर्यो न दर्शकलाई तिनैजनालाई यसो मेरो ब्लगको लागि सब्स्क्राइब गरिदिनु पर्यो लाइक सब्स्क्राइब मेरो ब्लगको लागि सब्स्क्राइब गरिदिनु हजुरको लागि हैन बस्नु न दाजु सुन्नु न आरामले बस्नु टेन्सन नगर्नु न म छु के शिबु पाण्डे अनि शिबु पाण्डे नेपालको निकै चर्चित र भाइरल कमेडियन कलाकार हुनुहुन्छ हास्यास्पद प्रस्तुतिहरू र कलाकारी यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राको उठाउनु जस्तो देख्ने यो मान्छे चाहिँ को नि Where are you from? The United States of America. Anyway, you Shibu. Shibu. We all love Cebu. शिबुलाई चिन्नुहुन्छ भनेको ल कतिको हुनुहुन्छ महिना न ढाटी भन्नु त दादा भन्दिने भन्दिन केही हुन्न के ल भन्दिन दाइले नि हो हिसाब किताब गर्दिने शिबु हजुर कता हिँडेको म यतै हिँडेको It's been a long day. With I to my face भन्ने खास हैन उनीहरुको टोन र हाम्रो टोन अलि मिल्दैन के ल यो केटा के हो होला यसलाई यसप्रति केही छैन होइन यो दाइ देखेर चाहिँ यो मनको राम्रै मान्छे हो कि तर किन यसको थुप्रा हेर्दै यसलाई हुन्छ नि काम लगाइहालौँ जस्तो खालको थुप्रा छ यार यसको यसलाई के काम दिइहाल्छ छिटो भन्ने टाइपको छ क्या लाइक त्यो तपाईँ भेट्न आयो भने पनि लाइक यसलाई के हराउनु जा भाइ पानीले त भन्ने खालको यो सेम त्यस्तै छ यार ठानी वर्गा M16 यही रखिया तो फिगर बना सुरमा भी सच कतल तेरा टच कतल बिहा गर्ने प्लान त मैले अलि गर्दैन गर्लफ्रेन्ड किन बनाउँछु भने म अब गराइसकेपछि अलि मैले बनाएको छैन मैले 6 महिनासम्म चेक गर्नुपर्छ कसले किनिदियो चाहिँ त्यो मैले कसले किनिदिएको भने एकजना साथीले नै हो केटी साथीले अन्डरवेयर किनेर दिएको आज छ भोलि के छ आज छ भोलि के छ थाहा नै छैन खानी भातै हो जानी घाटै हो तिमीलाई चाहिँ कस्तो मन पर्छ भने मलाई कोका कोला फिगर मन पर्छ कोका कोला फिगर चाहिँ ठिक्कको स्लिम वाला जस्तै विदेशी वाला ठिक्क हुन्छ नि हेर्दा पनि चिटिक्कको छोटो कपाल वाला मलाई मन पर्दैन कि लामो बाल पालेको मन पर्छ कति लामो हुनु पर्यो लामो हो जति लामो भयो त्यो संस्कारी हुन्छ क्या त्यो कपाल लामो राम्रो हुनु पर्यो तुक्का चाहिँ सुनाउनु न अनि त्यसपछि तपाईँले म सँगै गाउँला है पहिला सुनाउनु त तपाईँले ओ मन बिनाको बिनाको मन आकाशैमा उडी जाने हे चारी मन
कति फुट छ हाइट मेरो मेरो 5 ल समथिङ ल्यामा छ 5 पोइन्ट त मरि गए पनि छैन तिमी धेरै हैन 3 फुट छौ ओए स्केल ल्याउ त स्केल नाप स्केलले नापौँ त कति छ हाइट सन्नी लियोनी और कट्रिना कैफ अरे ल सन्नी ल्याउने हो र सनीले अस्ति आउनु भएको थियो नि काठमाडौँ भेट्नु भएन तपाईँले भेट्नुभयो म त अस्ति गएको थिएँ कि एयरपोर्टमा अब हाइटै पुगेन सोच भयो धन दामी सुन्यो होला नि त हाइट ल साथीहरुमा दाइले चाहिँ दिनको दिन गर्नुहुन्छ अरे बेलुका बेलुका हैन के हो ल नमस्ते हामीसँग शिवजी हुनुहुन्छ शिवजी भर्खर हुनु त कहाँ जानु शिवजी यार म यहाँ सुन्दै हैन